+2 हो यो के ब्याचलर पढाइ हुन्छ यहाँ सबै हुन्छ +2 यो अर्घाखाँची नगरपालिकाको सिद्धगङ्गा को सिद्धगङ्गा 2 सीतापुर सुन्दर रमणीय दृश्य हरियाली हराभरा सुन्दर हावापानी स्वच्छ मनोरम दृश्यवाला सुन्दर हरियाली सीतापुर यो सिद्धगङ्गा यही नदीबाट चाहिँ सिद्धगङ्गा नगरपालिकाको नामकरण पनि गरिएको छ। सिद्धगङ्गा नगरपालिका देशकै ठुलो नगरपालिकाको नामकरण यही नदीबाट सिद्धगङ्गा नदी ल हेर्नुहोस्। हामी यति बेला सिद्धगङ्गा नगरपालिकाको विशेष प्रकृतिको काखमा अवस्थित यो सीतापुर सिद्धगङ्गा 2 सीतापुरमा यसै ठाउँमा यसरी घुम्ने आज मौका मिल्यो। विशेष समयवश यहाँको स्वच्छ हावा स्वच्छ पानी सफा स्वच्छ वातावरण स्वच्छ हावा यहाँ बसेर मान्छेलाई चाहिँ एउटा प्रकृतिको काखमा मजाले चाहिँ गरेर हैन आफ्नो स्वास्थ्यको पनि त्यतिकै ख्याल हुने मान्छेहरूलाई चाहिँ यहाँनिर चाहिँ खेतबारीमा तलमाथि गर्दा चाहिँ हैन एक्सर्साइज पनि त्यत्तिकै मात्रामा हुने अनि यहाँ बसिसकेपछि सबै कुरा मान्छेलाई पाएको पर्ने बाटोघाटो सेवा सुविधाहरू स्कुल यहीँ नजिकै छ स्वास्थ्य चौकी यहीँ नजिकै छ यहाँदेखि जिल्लामा जानको लागि बाटो पनि यहाँदेखि नजिकै छ तराईतिर झर्नको लागि पनि मान्छे यहाँदेखि चाहिँ आधा 1 घन्टामा यहाँदेखि तराईतिर झर्न सकियो। यस्तो मजाको चाहिँ शानदार ठाउँ छ यो आज चाहिँ भिजिट गर्ने मौका मिल्यो र मेरो भिडियो कसैले हेर्दै हुनुहुन्छ भने सिद्धगङ्गादेखि हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर पनि गर्नु होला अनि चाहिँ भिडियोलाई धेरैभन्दा धेरै ग्रुपहरुमा सेयर गरिदिनु होला र यहाँहरुलाई मन पर्छ भने सिद्धगङ्गा अवश्य भिजिट गर्नु होला। यहाँ सिद्धगङ्गादेखि नजिकै 5-7 किलोमिटरको दूरीमा सुपादेउराली मन्दिर पनि नजिकै अवस्थित हुनुहुन्छ। यहाँ पनि भिजिट गर्नको लागि एकदम सजिलो ठाउँ छ र एकपटक जसरी भए पनि यहाँहरुले चाहिँ भिजिट गर्नु होला सिद्धगङ्गा नगरपालिका। हस् त धन्यवाद। त्यो भएन एडिट